हजुर नमस्कार, म तपाईँहरूको आफ्नै साथी नेपाली बाबु कमल हिताङ्ग। आज म बागलुङ जिल्लाको पश्चिम भेग पर्ने खरबाङ बजारदेखि बुर्तिवाङ बजारसम्मको अत्यन्तै सुन्दर र रोमाञ्चक यात्रामा निस्किएको छु। साथीहरू, तपाईँलाई प्राकृतिक सौन्दर्य, पहाड, खोला, गाउँ बस्ती र ग्रामीण जीवन मनपर्छ भने आज भिडियो अन्तिमसम्म अवश्य हेर्नुहोला। किनकि आज म तपाईँहरूलाई पश्चिम बागलुङको सुन्दर सडक हुँदै एउटा अविस्मरणीय यात्रामा लिएर जाँदैछु। अहिले म खरबाङ बजारबाट यात्रा सुरु गर्दैछु। पश्चिम बागलुङको एउटा महत्त्वपूर्ण व्यापारिक केन्द्रका रूपमा परिचित यो बजार बिहानदेखि निकै चहल पहलपूर्ण देखिन्छ। स्थानीय किसानदेखि यात्रुसम्मको भिडले बजार सधैँ जीवन्त देखिन्छ। खरबाङ बजार छोडेर केही पर पुग्ने बित्तिकै सडक सँगै बगिरहेको बडिघाट खोला मेरो यात्राको साथी बन्छ। एकातिर स्वच्छ खोला, अर्कोतिर हरियालीले ढाकेको पहाड, यी दृश्यहरूले मनलाई एकदमै आनन्दित बनाउँदछन्। अगाडि बढ्दै जाँदा म खारापानी बजार पुग्दैछु। यहाँको वातावरण पनि निकै शान्त र मनमोहक लाग्दछ। सडक किनारामा रहेका साना पसल, स्थानीयको चहल पहल र वरपरको हरियालीले यात्रालाई अझ रमाइलो बनाउँदैछ। त्यसपछि यहाँ बुल्मा बजार हुँदै अगाडि बढ्दैछु। यहाँबाट देखिने पहाड, खेतबारी र गाउँका दृश्यहरू साँच्चै मन लोभ्याउने छन्। प्रत्येक मोडमा नयाँ दृश्य देखिन्छन्, यसले क्यामेरा रोक्नै मन लाग्ने बनाउँदछ। गाउँको मौलिकता र आत्मीयताले मन छोइरहन्छ। यात्रा अगाडि बढ्दै गर्दा म खाला बजार हुँदै गुज्रिँदैछु। वरपर फैलिएका हरिया डाँडा, खेती योग्य जमिन र शान्त वातावरणले यो ठाउँलाई अझ विशेषता बनाएको छ। आज म भिङ्गेटी खोला क्षेत्र पुगिसकेको छु। यहाँको खोला, पुल र वरिपरिको प्राकृतिक दृश्य साँच्चै मनमोहक छ। खोलाको आवाज सुन्दै यात्रा गर्दा थकान नै हराए जस्तो महसुस हुन्छ। बाटोभरि कतै घना जङ्गल, कतै पहाडको काग, कतै खोला किनार र कतै साना साना गाउँ बस्ती देखिन्छन्। सडक घुमाउरो भए पनि हरेक मोडले नयाँ सुन्दरता देखाइरहेको छ। प्रकृतिले यहाँ आफ्नो महत्त्वपूर्ण सौन्दर्य खेलेर पोखेको जस्तो लाग्छ। यात्राको क्रममा मैले देखेको हरेक बजार, हरेक गाउँ र हरेक मोडको आफ्नो विशेषता छ। यहाँका मानिसहरूले सरलता, मेहनत र आत्मीय व्यापारले पश्चिम बागलुङको वास्तविक पहिचान झल्काउँछ।
म बिस्तारै धुरपाटन नगरपालिकाको क्षेत्र प्रवेश गर्दैछु। यहाँबाट यात्राको माहौल फेरिन लाग्छ। व्यापारिक गतिविधि बढ्दै जान्छ। सवारी साधनको चाप पनि बढिरहेको देखिन्छ। बुर्तिवाङ बजार बुर्तिवाङ पश्चिम बागलुङको सबैभन्दा ठुलो व्यापारिक केन्द्र हो। यहाँ बागलुङ मात्र होइन, रुकुम, रोल्पा, मेगदी र धुरपाटन क्षेत्र हजारौँ मानिसहरू दैनिक किनमेल, शिक्षा, संस्था र व्यापारका लागि आउने गर्छन्। यही बजारबाट विश्व प्रसिद्ध धुरपाटन शिकार आरक्षण जाने मुख्य बाटो पनि सुरु हुन्छ। त्यसैले बुर्तिवाङलाई पश्चिम नेपालको आर्थिक र पर्यटन केन्द्रका रूपमा पनि चिनिन्छ। आजको यो यात्राले मलाई एउटा कुरा महसुस गरायो। नेपालको वास्तविक सुन्दरता केवल प्रसिद्ध पर्यटकीय गन्तव्य मात्र होइन, यहाँ ग्रामीण सडक, खोला, पहाड, गाउँ बस्ती, बजारहरूमा पनि लुकेको छ। यदि तपाईँहरू पनि कहिले पश्चिम बागलुङ आउनुहुन्छ भने खरबाङदेखि बुर्तिवाङसम्मको यो यात्रा एकपटक अवश्य गर्नुहोला। विश्वास गर्नुहोस्, यहाँको प्राकृतिक सौन्दर्यले तपाईँको मन जित्नेछ। हजुर साथीहरू, यदि यो भिडियो तपाईहरूलाई मन परेको छ भने लाइक गर्नुहोला, आफ्ना साथीहरूसँग सेयर गर्नुहोला र म नेपाली बाबु कमल हितान च्यानललाई सब्स्क्राइब गरेर बेल आइकन पनि थिच्नुहोला। म नेपाली बाबु कमल हिताङ अर्को नयाँ ठाउँ, नयाँ यात्रा र नयाँ कथासहित फेरि भेट्नेछु भन्दै आजको भिडियोबाट ओझेल पर्न चाहन्छु। नमस्ते, धन्यवाद।